एकछिन यो भिडियो चाहिँ स्किप नगरी सबैले हेरिदिनु होला। अगाडिदेखि लिएर पछाडिसम्म सबैले हेरिदिनु होला। अनि आजको भ्लग बनाएको थिएँ, हल्का पानी परेको थियो, पानी परेको हुनाले अनि बाहिर हिउँ परेको थियो डाँडाकाँडामा। अनि त्यही भएर चाहिँ मैले एउटा भिडियो बनाएको छु अनि चराहरूको पनि फोटो लिएको छु। सबैले हेरिदिनु होला। डाँडाकाँडाको यताउता सिन अब बनाएको छु, क्यामेरा सानै छ त्यही भएर पनि अब राम्रो नआए पनि सबैले हेरिदिनु होला अगाडिदेखि लिएर पछाडिसम्म। गाइज धन्यवाद ल। हेलो गाइज, आजको भ्लग आज चाहिँ पानी परेर हिउँ परेर डाँडाकाँडा अनि त्यसको चाहिँ बनाउनु हेरेको छु। अब चाहिँ क्यामेरा निकाल्छु। डाँडाकाँडाको देखाउँछु, कसले माया लाग्छ कसलाई नेपालको डाँडाकाँडाको हिउँ परेको देखाउँछु। गाइज यो चाहिँ चार्जर, यो चाहिँ ब्याग, यो चाहिँ क्यामेरा चाहिँ क्यानन 600D लेन्स 55-250 मात्र है। सानै भए पनि देखाउँछु हजुरहरूलाई, ठुलो किन्ने उ नभए पनि अब सानैमा देखाउँ। गाइज अब कसलाई मनपर्छ देखाउँछु, बाँकी चाहिँ पछि युट्युबमा हेर्नु होला। गाइज ओके, यो चाहिँ म निक्लिन्छु अब, चप्पल हालेर निक्लिनु पऱ्यो। बाहिर एकछिन देखाउँछु कस्तो छ। यो चाहिँ पुरै पानी जमेर यहाँ आँगनमा पानी जमेर उता हेर्नुहोस् डाँडाकाँडा एकछिन है, यो देखाउँछु म क्यामेरा साथमा। ल गाइज म चाहिँ अब सुट गर्दैछु। यहाँ मान्छे आज हिउँ परेको छ गाइजहरू, हाम्रो ठाउँमा मात्रै परेको छ। अनि ट्यागको बारेमा यहाँ चाहिँ क्यामेराबाट बनाएछिन् अरे, त्यहाँ हेर्नु पछि युट्युबमा आउँछ है गाइजहरू सबैजना। कस्तो राम्रो छ है, लास्ट युट्युबर मेन मान्छे क्यामेरा सुट गर्दैछन् यताबाट अनि मान्छे आउँदैछन् ऊ यताबाट। स्वर्ग देखेको स्वर्ग स्वर्ग। ऊ त्यो पारी डाँडामा कुहिरोले दागेको ठाउँमा मेरो गाउँ छ नि माया, त्यो भन्दा नि धेरै दादा तिमी बस्ने ठाउँ छ के। हामी जति दादा भए पनि माया चाहिँ लाग्छ हौ। छिट्टै फर्केर आऊ है मा, के गर्नु तिमी बिना त। आकाशै राम्रो जुनैले, धरती है राम्रो उनैले। जुनलाई ढाक्यो बादलले, त्यो मनलाई सम्झ्यो यो मनले। ए पानी है पर्यो सिमसिमा, यादैमा आउँदा छिनछिन।